बालेन शाहलाई झापा आएपछि गोली हानेर मार्नुपर्छ भनेर योजना बुन्दै गरेको भिडियो हामीले बनाउँदै झापामा बालेन शाहको टिममाथि आक्रमण भएको छ। दर्शकबिन, झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ के? जहाँबाट बनाइसिया छ हामी पनि हो। यसरी बालेन शाहको समूहमाथि, बालेन शाहका समर्थकमाथि आक्रमण हुनुले बालेन शाहको सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा गरेको छ। साँच्चै बालेन शाहमाथि आक्रमण गर्नको लागि उनका कार्यकर्ता, उनका समर्थक र उनका टिमका मान्छेमाथि आक्रमण गरिएको त होइन? यो प्रश्न गम्भीर रूपमा उठेको छ। धेरैले यो कुरालाई सामान्य रूपमा लिएका छन्। लाइभमै आएर हामीले युवा संघका दाइहरुसँग कुरा गरिसक्यौं, बालेन शाहलाई मार्ने योजना भएको छ, बालेन शाहलाई विशेष गरी सर्वदलीय बैठक बस्ने दिनमा मार्न सकिन्छ भनेर योजना बुन्दै गरेको भिडियो हामीले बिहान नै सार्वजनिक गरिसकेका छौं। झापा 5 मा चाहिँ तपाईको चाहिँ हाम्रो प्रतिनिधिहरुसँग कुरा भएको छ मेरो दाइ हैन एमालेको। बजाउने पनि कहिलेरी भनी तपाईको त्यो बुधमा तपाईको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईको चाहिँ त्यो निर्वाचन समितिले त्यतिखेर चाहिँ ठोक्छौं हामी भनेका छन् केटाहरुले हैन। बिहान हामीले त्यो भिडियो सार्वजनिक गरिसके पछाडि दिउँसोको समयमा बालेन शाह मनोनयन दर्ता गर्न झापा निर्वाचन क्षेत्र नम्बर 5 गएको बेलामा उनका कार्यकर्तामाथि धकल पकल र आक्रमण भएको छ। यसले स्पष्ट देखाउँछ कि बालेन शाहमाथि कुनै न कुनै षड्यन्त्र हुँदैछ। बालेन शाहको सुरक्षामा चुनौती छ। त्यसैले बालेन शाहसँग हिँड्ने, विशेष गरी बालेन शाहको सचिवालयका मेम्बरहरू र बालेन शाहको सुरक्षामा खटिएका प्रहरी तथा शान्ति सुव्यवस्था कायम गर्नको लागि खटिएका जति पनि सरकारी संयन्त्रहरू हुनुहुन्छ सबैजनालाई हामी आग्रह गर्न चाहन्छौं। बालेन शाह एकजना पात्र मात्र होइनन्। बालेन शाह लाखौं नेपाली जनताका आशा भरोसा बनेर यति बेला चुनावी मैदानमा हुमिएका छन्। एकजना लिडरमाथि, एकजना नेतामाथि हातपात भएमा, एकजना लिडरमाथि मार्ने योजना बुनिएमा अथवा कुनै पनि तरिकाले आक्रमण भएमा देशमा अफकोर्स अशान्ति फैलिनेवाला छ। देशमा अफकोर्स काटामारको स्थिति सिर्जना हुनेवाला छ। गत भदौ 23 र 24 गतेको भन्दा ठूलो दर्दनाक घटना घट्नेवाला छ। त्यसैले सबैजना सरकार पक्ष र पार्टीका कार्यकर्ता, नेताहरू संयमित भएर आगामी चुनावलाई भयरहित वातावरणमा र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस्। यसरी एकअर्कासँग इगो बोकेर एकअर्कालाई मार्छु काट्छु भनेर अगाडि नबढ्नुहोस्। तपाईको नेतालाई जिताउनुहोस्, तपाईको नेतालाई प्रधानमन्त्री बनाउनुहोस्, चाहे त कांग्रेसबाट बनोस्, एमालेबाट बनोस्, जुनसुकै पार्टीबाट बनोस्, तर एकअर्का पार्टीको नेतामाथि थ्रेट गर्ने, उसलाई मार्छु काट्छु भन्ने अभिव्यक्ति दिने कामहरू नगर्नुहोस्। किनभने जति तपाईका समर्थकहरू छन्, जति तपाईका कार्यकर्ताहरू छन्, धेर थोर फरक होला अर्का पार्टीका पनि